हेलो 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 हजुर के छ खबर? ठिक छ के गर्यो कि यस्तो शनिबार पनि छुट्टी छैन आज? ड्युटी गरे ल शनिबार नि कसले ड्युटी गर्छ हो? बिहानदेखि यत्तिकै होला। ए त्यहाँ थिच्या क्याच क्याच पारेको छ, त्यहाँ लेख्या छ, त्यहाँ हेरेको छ, एकछिन फुर्सद छैन। एउटा पोन्टी चाहिँ होइन गनगन गर्दै थियो, निदैछि बाबा कहाँ गरौँ? कहाँ निदैछि अब भुइँमा राखिदिनु त्यसलाई। छोरी त्यहीँ आइन रुँदै थिएँ, कहाँ हालेको फुसुक्कै निदाइछु। बाबाको फुर्सदै छैन हो, बिहानदेखि यतिकै हो। कति बजी 7 बज्न थालिसक्यो अहिले। के हो यस्तो, के को सटारो हो यस्तो? यो यस्तै जागिरको चटारो। अनि त आज त शनिबार हो त, कहिले ओभर टाइम गर्नुपर्छ, पैसा त आउँदैन तर गर्नुपर्छ। ओभर टाइमको पैसा चाहियो भन्नु पर्यो नि त। तिमीले भने चाहिँ रविको भनिदिन्छु ल है। अब उहाँको अफिससम्मको सरहरूलाई, हाकिम साहबहरूलाई पुर्याइदिनुहोस् यो चाहिँ। नभन, तिम्रो भिडियो सबैले हेर्छ। भोलिबाट मलाई गिजाउँछ फेरि ओभर टाइम चाहियो नारायणजी भन्दै भन्नुहुन्छ यो ल है। उहाँले चाहिँ हेर्नुभयो भने चाहिँ मेरो कुरा सुनिदिनुहोस्। उहाँ दिनभरि यत्तिकै हो होइन। बिहान अफिस टाइम कति बजी हो तपाईँहरूको? 9:30 बजी हुने अहिले? 9:30 बजीदेखि अहिले 7 बजिसक्यो। यतिकै हो, यहाँ थिच्नु भएको छ, त्यहाँ के हो म त कुरा बुझ्दिनँ। हे भगवान्, है ल बुझिदिनु पर्यो। यो मेरो गुनासो चाहिँ सुनिदिनु पर्यो। ठिकै छ, मैले त्यस्तो केही नराम्रो त केही भनेको छैन होइन। जस मेरो गुनासो हो यो। अब त्यहाँसम्म पुग्यो भने चाहिँ माइन्ड नगर्नु होला मैले भनेको कुरा। त्यो चाहिँ यसो सोच विचार पुऱ्याउनु। ओके